अहिले हाम्रो समाजमा एउटा विकृति यस्तो नराम्रो तरिकाले फैलिरहेको छ, त्यो के हो भने प्रत्येक घरहरूमा सानोतिनो मनमुटाव, सानोतिनो खटपट जसको घरमा पनि हुन्छ। नहुने भन्ने कुरो कसैको पनि हुँदैन। र त्यसमा चाहिँ मैले के भन्न खोजेको भने तपाईँको घरभित्र तपाईँसँग सल्लाह लिगेन अथवा तपाईँले मन परेको कुरा गर्न पाउनु भएन भने मानिसहरूले ती कुराहरूलाई फेसबुकमा हालिहाल्ने, टिकटकमा हालेर स्टोरी बनाइहाल्ने, जसले गर्दाखेरि चाहिँ त्यसले चाहिँ तपाईँलाई नै कमजोर बनाएर आउँछ। मेन गरेर तपाईँलाई र तपाईँको परिवारलाई एकदमै धेरै कमजोर बनाएर आउँछ। कसरी भन्दा तपाईँले सेयर गरेपछि दुनियाँले थाहा पाउँछन् र फलानाको घरमा चाहिँ यस्तो भइरहेछ भन्ने थाहा पाएपछि उसलाई एउटा न्यू अथवा एउटा बाटो देखिहाल्छ र कसरी यसलाई हेप्ने र कसरी यसलाई कमजोर बनाउने भनेर उसले सोचिरहेको हुन्छ। त्यही भएर यस्ता कुराहरू तपाईँले बन्द